ल है गाइज गुड मर्निङ फ्रम पाल्पा तानसेन। आज चाहिँ दसैँको दिन विजय दशमी 2072 सालको दसैँको लागि हामी रेडी भइसकेको छौँ। ड्रेसअप चाहिँ रेडी भएको छैन, म त्यस्तो खासै ड्रेसअप गर्नेवालामा पर्दिनँ होइन। अब हामी चाहिँ रेडी हुन्छौँ र लगभग घरमा पकाउनेदेखि लिएर सबै गर्ने कामहरू चाहिँ सकिसकेको छ। सबैलाई विजय दशमी 2082को शुभकामना होइन। सबैको फलोस् फुलोस्, राम्रो मात्रै होस्, नराम्रो कसै केही नहोस् होइन, त्यो भन्न चाहन्छु म। हामी खासै अब अरू भ्लगहरू त मैले बनाएको छैन त्यस्तो होइन, यताउति चाहिँ। अब मलाई यो पालि भ्लगहरू बनाउनु खासै हो भने किनभने मेरो खुट्टा सन्चो थिएन, त्यही आफूलाई अलिकति अशक्त भएको कारणले चाहिँ बनाउन सकिनँ होइन। अब आज चाहिँ हामीले चाहिँ रेडी गरिसकेका छौँ। यहाँ हाम्रो जमरा, टिका, पैसा होइन, फलफुल चाहिँ हामी यहाँ बसेर टिका लाउँछौँ होइन। अनि हाम्रो यो लिभिङ रुम छ, लिभिङ रुम छ यहाँ पाल्पा तानसेनको। अब यहाँ चाहिँ हामीले टिका लाउँछौँ। अब यहाँ आउने टिका लाउनेहरू आउनुहुन्छ, घरमा को को आउनुहुन्छ सबैको खिच्न त नभ्याइएला, अब घर परिवारको चाहिँ खिचिन्छ। यहाँ अहिले म भएको चाहिँ मम्मी, म र बाबा हो होइन। हामी यति तिनजना चाहिँ यहाँ टिका लाउँछौँ र अरू आउनेको चाहिँ खिच्नु नभ्याए पनि हामी चाहिँ सकेसम्म खिच्न ट्राई गर्छौँ। खिच्न भ्याएन इट्स ओके, केही प्रब्लम छैन है। यहाँ यसरी यहाँ क्लसहरू पनि रेडी भयो है। यहाँ चाहिँ हाम्रो पूजा रुम हो। पूजा रुम पनि क्लोज भइसकेको छ भने हाम्रो किचन यता छ। यहाँ पकाउने कार्यक्रम भइरहेको छ। अचार चाहिँ बनिसक्यो गाइस, मेरो मम्मीले बनाएको अचार बब्बालै हुन्छ गाइस, फेमस अचार हो। सेलरोटी है, साँझ बनाएको सेलरोटी राम्रो बनेको छ, खाना चाहिँ पाएको छैन। मेरो मम्मी के छ होइन, दसैँ लाग्छ होइन त। आज टिकाको दिन अहिले हामी 10:30 कति भएको, मम्मीले साग भुट्दै हुनुहुन्छ। हामी सानो परिवार छ, त्यही भएर धेरै हामी पकाउँदैनौँ मिठो। मेरो बाबा यता यहाँ मम्मीले ट्याक्क भाँडाकुँडा चाहिँ टल्काएर राख्नुहुन्छ गाइस मेरो। हेर्नु यस्तो दामी यहाँको किचन आएपछि आनन्द, मन आनन्द नै हुन्छ। र यता चाहिँ मैले अघि बनाएको चिकन यहाँ पाकिसकेको छ मेरो। र यता यहाँ चाहिँ बोका छ, मलाई बोका स्पेसल मनपर्छ, बाउलाई पनि मनपर्छ, त्यही हामी बोकाको मासु खान्छौँ। त्यही भएर बोका रेडी भइसकेको छ 2 थरी। किचन हेर्नु कस्तो दामी लाग्छ मलाई यहाँ किचन। कस्तो लाग्छ मलाई तपाईँलाई यहाँ किचन? काठमाडौँ राम्रो कि यहाँ राम्रो? राम्रो छ नि। यो भनेको अब मूल घर भयो, यहीँ ठिक छ नि। किचन सबै घरहरू मम्मीलाई जत्रै सफा चाहिन्छ है, ठुलो ठाउँ चाहिन्छ, सबै चाहिन्छ मम्मीलाई। अब यहाँ हेर्ने भने हाम्रो चाहिँ फ्रिज यहाँ खासै छैन, फ्रिज नदेखाउँ, हामी फ्रिजमा कमै राख्छौँ चिसो हुन्छ भनेर। जस आज दसैँ सबैजनालाई शुभकामना। अनि यो मेरो पाल्पा घरदेखि डाँडाकाँडा राम्रो देखिन्छ क्या, भ्यू बबाल देखिन्छ। म तपाईँहरूलाई देखाउँछु है त गाइस, हेरौँ है त, हेर्नु है त, बादल भ्यू होइन, खतरा देखिएको छ क्या। यो तपाईँको माथिल्लो भाग हेर्नु है, पाल्पा बतासे डाँडा भन्छ त्यता मासतिर चाहिँ, हाम्रो यहाँ बारुथान भन्छ होइन। यहाँ चाहिँ बबालै छ, यहाँ यस्तो बबाल। यहाँ फुलहरू यति यति रोप्ने बानी छ मम्मीको। यहाँ हाम्रो बारी, यो बारी छ यहाँ एउटा। सर सब यहाँ तरकारी उम्रिन्छ, सबै जे भन्दै तरकारी छ। तरकारीको लागि हामीलाई टेन्सन छैन। किन देखाइदिउँ भन्नुभयो तपाईँले? ए यहाँ सर जियो भन्दै तरकारी फल्छ हाम्रो। ओह माथि ड्रागन फ्रुट फलेको थियो अस्ति नै, ड्रागन फ्रुटको लागि यहाँ बाहिरसम्म आएको छ। अरू त यस्तै हो। यो फुल चाहिँ के रहेछ? यो फुल दामी छ है, छाते फुल जस्तो कि। त्यही भएर काहीँ पाल्पा चाहिँ क्लाइमेटको हिसाबले, भूगोलको हिसाबले चाहिँ बब्बाल छ क्या बस्नलाई होइन। सेकेन्ड दार्जिलिङ भन्छु म होइन पाल्पालाई, क्विन अफ हिल्स होइन, माउन्टेन त होइन, क्विन्स अफ हिल भन्छु म। क्लाइमेट पनि बबाल छ, राम्रो छ, खत्रै लाग्छ मलाई यहाँ चाहिँ। पाल्पा यसो आनन्दले घरदेखि बाहिर निस्किनै मन लाग्दैन, यति बस्यो यस्तो डाँडातिरको यस्तो आनन्द आउँछ है। हामी अब काठमाडौँमा हाइवेमा बसेको मान्छे, त्यस पाल्पा चाहिँ खत्रै लाग्छ मलाई। त्यो भएर कोही छ पाल्पा आउने भने सम्झिने होला मलाई। ए पाल्पामा स्वागत छ। अब यहाँ चाहिँ यसो झर्ने हो। अब यहाँ पहिले अब मेरो एउटा होम टुर बनाउँछ, खासै म्यानेज त हुने, यहाँ मम्मी ड्याडी पनि खासै बस्नुहुन्न, कहिले पाल्पा कहिले काठमाडौँ गर्नुहुन्छ। त्यो भएर यो लिभिङ रुम भयो, यो चाहिँ यो पनि रुम भयो। र यहाँ चाहिँ हाम्रो कस्तो छ नि, पहिला मेरो रुम जस्तै
यो दाइको रुम थियो भने उता मेरो रुम थियो, हामी सिङ्गल रुम अकुपाइड गरेर बस्ने मान्छे क्या। अहिले खासै त्यो म्यानेज त छैन, अब रेन्टमा दिइरहेको थियो, अहिले छोड्नु भएको रहेछ। अनि यहाँ चाहिँ यस्तो छ यो रुम, यो मेरो पहिलाको रुम हो। पहिला यस्तो ऱ्याक हुन्थ्यो, अहिले खाली नै छ, खासै छैन, एउटा बेड यस्तो छ। पहिला म यहाँ बस्थेँ र दिनरात कम्प्युटर, एउटा कम्प्युटर थियो, कम्प्युटर हुन्थ्यो, फिल्म हेर्थ्यो, केटाहरूसँग रहिला हान्थ्यो केटाहरू हुँदा होइन। खत्रै हो यहाँ चाहिँ, हामी खत्रै गर्थ्यौँ। र अर्को भनेको तपाईँहरूलाई मैले के देखाउँछु भने हाम्रो यो 3 फ्लोरको घर हो है। त्यही भएर यहाँ चाहिँ मैले चलाइरहने कम्प्युटर म तपाईँहरूलाई देखाउँछु है। यो पहिला त्यतिखेर मम्मी ड्याडीले यो दसैँको पिक्स किली किनिदिएको स्यामसङको थियो होइन। यस कम्प्युटर छ, यो अझै पनि चल्छ भने है, अझै पनि चल्छ, हामीले राखेको छौँ। दाइ आएको बेलामा फोटोहरू भिडियोहरू घुमेको देश विदेश सबै डाटाहरू स्टोर चाहिँ यहीँ छ। यस ठाउँ चाहिँ त्यहाँ चाहिँ छ है। कहीँ यो हाम्रो हजुरबा है, हजुरबाको मैले फोटो देखाउनुहुन्छ, हजुरआमा हजुरबाको घरको ए यहाँ हुनुहुन्छ है। उहाँहरू हुनुहुन्न अहिले दुनियाँमा, त्यही पनि अहिले फोटोहरू चाहिँ छ। र अर्को भनेको यो टिभी त यहाँ भइहाल्यो। अर्को चाहिँ यहाँ छ है, हाम्रो टिपिकल छ यो चाहिँ, केही कसैको छैन, टिपिकल हेर्नु है। करुवा छ, पालपाली करुवा भयो। उता बाबा आर्मीबाट रिटायर हुँदा हाम्रो जन्दार साहब त्यहाँ हुनुहुन्छ। त्यसपछि यो हेर्नु है गाइस, तपाईँहरूलाई कत्तिको के लाग्छ यो मैले जिकेँ ए सूर्योदय टेलिभिजनमा दिवस बैदारज्यू भने म कुनै बेला म कलाकार थिएँ होइन। टिभी सिरियलहरूमा खेल्थेँ क्या, म कलाकार थिएँ। 1-2टा रोलहरू जस 12-15वटा एपिसोड गरिरहेको छु, 2-3टामा थियो झड्का र सत्यनाश भन्ने एउटा दाइ लन्नु भएको थियो। त्यहाँ चाहिँ त्यो कलाकारको भूमिकामा थियो, गाउँले प्रमुखको समथिङ के भूमिका थियो र एउटा छोरीको बाउ थियो सत्यनारायण पूजा। त्यस पहिलादेखि अलिअलि त्यही भएर त यस्तो भ्लग्सलाई अलिअलि जोस आउँछ नि, त्यो बनाउनु मन लाग्यो पहिलादेखि खेलेको भएर है। अनि अरू मम्मीहरूको छ, मम्मी रिटायर हुँदा स्कुलको सट्ट फोटोहरू छ। यहाँ चाहिँ पोहोर दसैँको दाजुभाइ म दाइ, मेरो दाइ मभन्दा अलिक सानो छ, दाइ म र बाबा मम्मी ट्याक्क फोटो छ सर है। ल यहीँ नै हो मेरो हाउस टुर चाहिँ। मेरो बाबा चाहिँ यहाँ रेडी हुँदै हुनुहुन्छ, यता हेर्नु त। अलिअलि खुम्चिएछ नि त, आइरन हानेर आएर नि के हो यस्तो, खुम्चिनु भएन नि त। त्यो ज्याकेट लगायो हुन्छ। म तपाईँहरूलाई मेरो घर बाहिर पनि देखाउँछु, म टुर गराउँछु। यो त खुल्लै छोड्ने अब यस्तो छ है गाइस मेरो घर बाहिर चाहिँ। सट्ट एउटा के बुझ्नु पऱ्यो नि, पाल्पाको घरहरू यस्तो उकालो ओह्रालोमा हुन्छ। उता माथि मेन हाइवे पर्छ, यो पिपलपोटभन्दा माथि मेन हाइवे छ, त्यहाँबाट झऱ्यो भने 10-15 मिनट आइन्छ सर हेर्नुहोस् त गाइस है। यस्तो छ उकालो ओह्रालो हुन्छ। हामी यस्तोमा क्रिकेट खेल्थ्यौँ पहिला, माथि ब्याटिङ गरेर तलबाट बलिङ गर्ने, अनि रहिरहेको थियो। यस घरबाट मेरो गाडी चाहिँ त्यहाँ छ, त्यहाँ पार्किङ गरेको छु। त्यो अङ्कलको यहीँ पनि छ, तर हामी यो बनाएको थियौँ, अहिले के बिगार्नु भनेर त्यहाँ अङ्कल कहाँ खाली रहेछ र त्यहाँ अङ्कल कहाँ राखेको छौँ। पार्किङ चाहिँ यहाँ पनि छ, हाम्रो गाडीहरू पनि यहाँ माथि पनि छ। जस्तै त्यहाँ माथि छ 7-8 आना छ, त्यहाँ चाहिँ पार्किङ सार्किङ जे बनाउँछु भने पनि छ होइन। यहाँ टन्नै छ हाम्रो टुक्रा चाहिँ टन्नै छ। मेरो बाबाले किनेको यो पनि किन्नु भएको होइन, सबै त्यस रमाइलो चाहिँ। उता तलतिर तल हेर्नुहुन्छ नि माडी फाटोहरूमा अलि जुम गरिदिन्छु। त तलतिर हेर्ने माडी फाटोहरू छ, रमाइलो छ त्यो फाटोहरू। ल यही नै हो घर बाहिर, खासै छैन, तार छ होल्डिङको तारहरू सर। होल्डिङको यहाँको सुपरभाइजरले हेर्नुभयो नि तार मुठा पारिदिनु होला होइन त। मेरो चाहिँ दारी कपाल यति नै हो आजलाई होइन। कस्तो देखिया छ एकचोटि हेरौँ। हिजो पनि दारी अलिअलि मिलाएको, दारी कपाल यहीँ छ। अब अलिकता पिन्न भएर चाहिँ यो गर्ने। खाममा कति पैसा होला यार, यहाँ पैसा बढाउन पायो त त्यहाँ सररै टिका। मैले के भन्छ भने टिका चाहिँ धेरै वेस्ट गर्ने होइन क्या, चामल हो होइन। मान्छेहरूले निधारसम्म लाउँछ, यहाँसम्म हाम्रोमा पनि चलन के छ भने यहाँदेखि यहाँसम्म लगाइदिने चलन छ। मैले आज मम्मी ड्याडीले के भनेको छ भने यहाँ यति लाउने, यहाँ यति मात्रै, यो भागमा मात्रै लाउने, यहाँदेखि यहाँसम्म लाउने। नि हाम्रो पोहोर दसैँको टिप मेरो फोटो हेर्नुहुन्छ
फेसबुकतिर युट्युबतिर भिडियो हेर्नुहुन्छ नि यहाँदेखि यहाँसम्म छ क्या अनि त्यो 3 चोटि त्यो गरे गर्नुपर्छ होइन अहिले के भनेपछि मन्डीलाई अलिकति परिवर्तन गरौँ यहाँ टिपिक्क लाउँ बरु जमरा लाउँ टिका हो 3 चोटि नै लाउँ पऱ्यो यहाँ होइन चामलको वैष्णवहरू कतिजनाले अन्न खानु भएको छैन दुनियाँ दिवाना छ होइन ठाउँ ठाउँमा त्यही भएर लगाइस अब अहिले टिका लाउने बेलामा म देखाउँछु हजुरहरूलाई अहिलेलाई चाहिँ मेरो भ्लग चाहिँ यहाँ एकछिन पज गर्छु है त गाइस गाइस ल है गाइस म त रेडी भइसक्यो दसैँको मेरो आउटफिट भनेको यही हो एउटा सेतो टी सर्ट र प्यान्ट जिन्स त्यो पोहोर चाहिँ दौरा सुरुवाल लाएर गइएको थियो दाजुभाइ आज चाहिँ यति नै हो आज अब अहिले ठ्याक्कै भने 11:40 गएको छ अब केही मिनट पछि हामी टिका लाउने साइडमा छौँ टिका हामी गेटमा लाउँछौँ अनि पहिला सुरु साइडमा अनि त्यसपछि हामी यहाँ घरमा लाउँछौँ है गाइस ल कस्तो लाग्यो त तपाईँलाई कस्तो हुँदैछ तपाईँहरूको दसैँ होइन चिलमा भइरहेको होला नि होइन गाइस सधैँ दसैँ भनेको चिल हुनुपर्छ है सुखद हुनुपर्छ रमाइलो हुनुपर्छ चिलमा हुनुपर्छ है त गाइस छोटो मिठो ब्लग चाहिँ अहिलेलाई चाहिँ फेरि पज गरेँ अहिले एकछिनमा भेटौँला कपालमा चाहिँ लाउने के हो केही भएन राइट ल ठाउँ जानुपर्ने हुन्छ आजको सिचुएसन के हुन्छ थाहा छैन है गाइस ल सायदको दिन परमेश्वर चाहिँ एकदम फुलफापर राम्रो छ अझै राम्रो होस् र परमेश्वर विजय दशमी टिका र अहिले आउने दिन मेरो छोराको बस त्यसो भए दिल्ली सहमति छु आज 3 फेरामा खै यहाँ पसल दिए यार दिस इज माई होम टुर गर भनेपछि यति त लेख्न एट जग्गामा साइडमा लगाइसक्यो अब गाडीमा लगाइदिन्छौँ त्यसपछि बल्ल हामीले लगाउँछौँ साइडमा टिका जहिले पनि गेटमा लाउने हो है घरको गेटमा लाउनुपर्छ दसैँको साइडको टिकाहरू हाम्रो घर यस्तो फुल फुल्यो नि त दामी 11:55 भएको छ भ्याइन्छ आउनु म लाउँदिनँ दामी यहाँ पनि राख्नु भएको रहेछ त्यही भए हो त्यही लगाइदिनु guys, right now खाली खुट्टा यसरी हिँड्न मजा आउने रहेछ तर दुख्ने रहेछ है खाली खुट्टा यसरी हिँड्न मजा आउने पानी पर्छ क्या आज पानी पर्ला जस्तो छ गाइस हामीले साइडमा टिका चाहिँ लगाइसक्यौँ गेटमा र अब चाहिँ हामी हाम्रो देखाउन जाँदैछौँ टिका लगाउँछौँ घरको मैले नि होला सुरुमा टिका लगाउने कान्छोबाट सुरु हुन्छ अब दाइ बाहिर छ हामी दुई भाइमा दाइ बाहिर म यहाँ भनेपछि मलाई टिका लगाइदिएपछि बाबाले मम्मीलाई लगाइदिनुहुन्छ अनि बाबाले चाहिँ लाउनलाई ल गाइस मेरो मम्मी यहाँ रेडी भइसक्नु भएको छ मम्मीको आउटफिट यो छ आज दसैँको होइन अब हामी टिका लगाउन जाँदैछौँ होइन त कस्तो छ दामी ब्युटिफुल देख्नु मेरो ल मेरो बाबा यहाँ हुनुहुन्छ बाबाले मलाई लगाइदिनुहुन्छ तपाईँ यहाँ यसरी भिडियो बनाइदिनु फोटो अहिले लास्ट टाइम खिचौँ न समात्नु न भइरहेछ तपाईँले अलिक पछाडि ल्याउनु अलिक पछाडि आउनु हो यसरी टक्क है धेरै नहलाउनु च्याप्प समात्नु न मुठी बनाउनु न हो भ्लगिङ सिक्नु पऱ्यो नि अरे फलाक नै चिचार 2000
22 सालको बडा विजय दशमीको टिको लगाएर सुस्वास्थ्य दीर्घायु राखुन्, सधैँभर सुख सदा सन्तुष्टि सदाबार राखुन् स्वस्थ र उत्तर प्रगति हुँदै जाओस्, गइरहेको छ, अझै राम्रो होस्, जोस जाँगर उमङ्ग फैलाइदिनु यो चाहिँ बडा दशमी टिको लगाएर जुनमा हात हाल्ने त्यसमै राम्रो होस् र चाहिँ नि गन्ने मन्ने हुँदै गएको छ, अझै राम्रो होस्। बडा दशमी टिको लगाएर चाहिँ दीर्घायु राख्नु स्वास्थ्य केही पनि बाधा आज नहोस्, शरीरलाई होस्, राम्रो हुँदै गएको छ, अझै राम्रो हुँदै जाओस्। शत्रु बायाँ हुन्, मित्र दाहिना हुन् र चाहिँ भद्रकाली गोर्खा दुर्गाकाली कपालिन छिमालीले रक्षे गरून् मेरो छोरालाई र चाँडै वर्षैमा विशेष हुनुहोस्, राम्रो सुन्दरी कन्या चाहिँ दिनु होला र आगो यस्तै गरी चाहिँ नि सबै बुहारीले राखेर होस्। बुहारी चाहियो रे सुन्दरी, मलाई सुन्दरी चाहियो रे। खाना जमराले धेर लगाइदिनु न, कस्तो थोर लगाइदियो अरे जमराको खर्च गरे यो दाइनेमा दक्षिणा ल्याऊ, बिना दक्षिणा त हामी किन टुप्पा अगाडि सार्नु न, कसरी लगाइदिनु भयो? यस्तो हो कि होइन त्यो त पछाडि उल्टो लगाइदिनु भएको यस्तो हो क्या खासै ल टावेल ल ज्यू भाग्यमानी सुस्वास्थ्य दीर्घायु एकदम फाप होस्, जुनमा कमाली उसमा चाहिँ नि जोस जाँगर उमङ्ग फैलाएर जाने छोराको यति राम्रो हुने सुन्नु पाइएको छ, अझै जाओस्। ह्याप्पी दसैँ गाइस। दक्षिणा आइसक्यो, दक्षिणा कति हो म खोल्दिनँ, 5 रुपियाँ पाएँ नि दक्षिणा, 10,000 पाएँ होइन त दामी। ल अब गाइस मैले टिका ग्रहण गरिसकेको छु यहाँ होइन, होइन मम्मीलाई लगाइदिनु न, रातो खाली निधार के लगाइदिनु हुन्छ भने ए हो त्यो पनि हो। ल ल ठिक छ। ल गाई चाहिँ म टिका लगाइसकेको अवस्था छु मेरो यहाँ चाहिँ होइन। अब मम्मीले मलाई लगाइदिने हो, त्यही हो नि। ल अर्चले ल अर्चले कान्छा कान्छी मास्टर नि र विजय दशमीको टिको लगाएर सुस्वास्थ्य दीर्घायु राखुन्। विजय दशमीको टिकोले एकदम कतै पनि चाहिँ सुस्वास्थ्यलाई चाहिँ नि होइन, शरीरलाई कतै बाधा होस्, राम्रो छ एकदम चाहिँ नि भगवान्को कृपाले अझै राम्रो हुँदै जाओस्, जोस जाँगर उमङ्ग छ एकदम चाहिँ नि मान्छेको चाहिँ नि भित्री उसबाट नै सम्पत्ति जोड्नु बहुत चाहिँ फैलाइदिनु भएको छ, अझै फैलाइदिनुहोस्। आँटेको काम पुर्याउनु भएको छ भनेपछि यिनको मुखबाट निस्किन्छ र आउँदा दिनहरूमा पनि कुनै पनि जग्गा जमिन कुनै पनि उसलाई हात हाल्दाखेरि भनेको अति नै पुग्छ, पुर्याइदिनु भएको छ, अझै होस् र शत्रु बायाँ मित्र दाहिना हुन्, रक्षे गरून्। जय भद्रकाली गोर्खा दुर्गाकाली कपालिन छिमालीले रक्षै गरून् र आउँदा दिनहरूमा अझै चाहिँ राम्रो प्रगतिको कामना गर्दै र आउँदा उसमा चाहिँ छिट्टै बुहारी राम्रा राम्रा अन्य दुईवटा भित्रियाउन मिलोस् छिट्टै जा। ल मम्मीलाई दक्षिणा कति दिनुहुन्छ त? मम्मीलाई दक्षिणा पर्दैन? कस्तो रात भाग्यमानी भयो, एकदम भाग्यमानी छ, अझै दुईवटा बढी राम्रो ल मेरो मम्मीले टिका लगाइसक्नु भएको अवस्था छ, बाबाले जम्मैतिर लगाइदिनु भयो क्या। यता हेर्नु त आमा छोराको दामी दामी। ल अब मम्मीले लगाइदिने यहाँ म तपाईँलाई सिकाउँछु। यहाँ त्यो टावेल अघि ल्याउनु पर्दैन माथि, यहाँ छ रुमाल छ त्यहाँ। गाइस हामीले टिका लगाइसकेको अवस्था, अब मम्मीले मलाई लगाइदिनु मात्र बाँकी छ, त्यसपछि हाम्रो टिका लगाउने कार्यक्रम सकिन्छ।
त्यसै जो आउनुहुन्छ उहाँलाई लगाइदिन्छौँ फेरि हामी पनि होइन त्यहीँ राख्नुपर्छ कि यो कहाँ? एउटा पानी पनि राख्न पर्ने भयो कि त्यहाँ बाहिर है ल बाबा यहाँ अनि तपाईँले यसरी समात्दिने यहाँ तपाईँले क्यामेरा यसरी समात्ने है म त उठेर लगाइदिने होला हँ? छोरालाई बसी बसी के लगाइदिने ल बसेर हिँडेर ल्याउने आनन्दले फलाकेर यहाँ यसरी समात्नु नि यहाँ जोड यहाँ समात्नु तल अलिक बलि समात्नु न यहाँ पहिला हेर म समाउँछु ल हेर्ने प्ले भइरहेको छ है यत्तिकै है अलिक तल समात्नु न हो ल यति च्याम्प समात्नु अब टिका लाउँदा यस्तै तलमाथि यो ठ्याक्क देखिने तरिकाले है रातो समय लाखेर के कस्तो सकाइको टेन्सन गर्न देखिया छु म दुईटै टाउको टेकेर नि गजब गजब छ यसो तलमाथि घुमाउनु ल टिको लाउँदा क्या त्यो के कुर्सी अब कताबाट ल्याउनु? ठिक छ अलिक घोडाले मिल्नु पर्यो ए ल विजय दशमीको टिका लाएर देवी दुर्गा माताले सधैँ स्वस्थ निरोगी दीर्घायु खुसी सुखी जोस् स्वागत मन छाइरहोस् जीवनभरि दुर्गा माताको सधैँ आशीर्वाद र संरक्षण परिरहोस् एकदमै उत्तर उत्तर प्रगति हुँदै जाओस् मनले चिताका सम्पूर्ण सकारात्मक इच्छाहरू दुर्गा माताले सबै पुरा गरिदिनु होला मनले चिताका सम्पूर्ण सकारात्मक कुराहरू चाहिँ दुर्गा माताले सबै पुरा गरिदिनु होला राम्रो छ अझै राम्रो हुँदै जाओस् एकदमै शत्रुहरू सबै चाहिँ साइड लाएर मित्रहरू सबै हातेमालो हुँदै एकदम उत्तर उत्तर प्रगति भएको देख्न पाइयोस् अनि पालपाली दिवसको मम्मी भनेर चिनिने हाम्रो परिवारलाई चिनिने सौभाग्य प्राप्त होस् जय दुर्गा माता सबैले गण्यमान्य हुन् एकदम आफूभन्दा ठुलाले पनि हाई हाई र दिवस बाबु भनेर चाहिँ एकदमै मान मान्यता गरेको देख्न पाइयोस् एकदमै सानालाई पनि तिमीले पनि माया गर ठुलालाई पनि आदर सत्कार गरेका छौ अझै पढोस् आदर सत्कार र एकदम उत्तर उत्तर प्रगति हुँदै जाओस् बिजनेस गरेका छौ अनि बिजनेसमा चाहिँ टप बिजनेसम्यान हो यो दुर्गा माताको आशीर्वादले टप बिजनेसम्यान हो सबैले चाहिँ पालपाली दिवस बिजनेसम्यान भएको भनेर चाहिँ सुन्न पाइयोस् ल सबैको दुर्गा माताले सधैँ रक्षा गर्नु आजको दिन चाहिँ खराब कुरालाई चाहिँ दबाएको र सकारात्मक साँचो कुरा सत्य कुराको विजय भएको उपलक्ष्यमा चाहिँ आज चाहिँ टिका लगाउँदैछन् त्यस हुनाले सधैँ खराब कुराको आजबाट सबै जाओस् र सकारात्मक कुराहरू लिएर सधैँ अगाडि बढेर सम्पूर्ण देवी देवताको चाहिँ देवी देवता परमात्माको सधैँ आशीर्वाद र संरक्षण सधैँ चाहिँ शिरमाथि चाहिँ परिरहोस् जय दुर्गा माता रक्षा गरोस् यता गाना लगाइदिनु ह्याप्पी दसैँ गाइस ह्याप्पी दसैँ खै दक्षिणा खै अभी दक्षिण हो उतै दक्षिणा दिनु पर्यो नि अनि कति कुराहरू हुन्छ दुर्गा माता सधैँ रक्षा गरोस् ल गाइस मैले मम्मीको हातबाट पनि टिका लगाइसकेँ अब हाम्रो टिका लगाउने कार्यक्रम भइयो अब फोटो खिच्ने टप्प आफै लाग्यो मन्दिर अब हामी फोटो सेसन गर्छौँ छतमा एकछिन अनि त्यसपछि बल्ल मात्रै हामी खाना खानतिर लाउँछौँ अनि त गाइस ए खसो टिका खसो टिका ठिक छ यो बडी लाइन भयो क्या ल ल ल ल ल अब फोटो खिचौँ हेर्नु अलि यता अन्त ल गाइस हाम्रो दसैँ चाहिँ सकिसकेको छ टिका लाउने कार्यक्रम सकियो फोटो खिच्ने कार्यक्रम पनि सकियो होइन अब
घरमा अब जो आउनुहुन्छ उहाँलाई हुन्छ। आज मामा घर गई चाहिँ छाटकाट हुँदैन हाम्रो, मामा घर टिका छैन, आज गाउँतिर पनि गइएन यो पालि। अब त्यस्तै त्यस्तै भयो गाउँतिर जान पनि होइन। अब चाहिँ हामी खाना खान्छौँ होइन। के खान्छौँ कि मम्मीले के खुवाउनु टिका लगाइसक्यौँ, यहाँ मम्मीले पनि लगाइसक्नु हो। अनि खै जमरा, मम्मी जमरा यहाँ छ। ए यसरी टक्क मिठो मिठो पहिला चढाउनुहुन्छ अनि खानुहुन्छ। मेरो बाबा यहाँ के छ विजयदशमी टिका चाहिने छोरा श्रीमती चन्द्रबेडमलाई चाहिँ नि ल ल ल अनि जेठो छोरालाई शुभकामना भन्नु पऱ्यो नि त ल। र चाहिँ नि विदेश हो साथै युरोप आयरल्यान्ड भएको जेठो सुपुत्र चाहिँ नि दिपेन्द्र परिवारलाई आज विजयदशमीको टाढा भए पनि यहीँबाट हामीले आशीर्वाद दिएका छौँ। सुस्वास्थ्य दीर्घायु राखुन् र मनले आकाङ्क्षा परिपूर्ति होस्। मेरो बाबुलाई सदैव ल ल आशीर्वाद छ हाम्रो दाइलाई, यहाँ बाबाले दिइसक्नु भयो आशीर्वाद, मैले पनि दिइसकेँ। अब आशीर्वाद चाहिँ छ। अब योभन्दा बेसी अब हामी खाना खानतिर लानुपर्छ। भोक लागिसकेको छ गाइस, मार्रै भोक लागेको छ। अब खाना चाहिँ खानुपर्छ है। अब यहाँ मासु तताउनु पऱ्यो नि त बाबा। यहाँ आउनु यहाँ आउनु त पर्छ मलाई चाहिन्छ। यहाँ आउनु मासु यहाँ मासु ल यहाँ तताउँदै गर्छु म। यो चाहिँ पकाएको हो है गाइस। अब यहाँ यसरी पक्छ। बाबाले चाहिँ खासै नखाने रेड मिट, मैले खासै नखाने हो। तर यो दसैँको लागि भनेको यो, किनभने युरिक एसिड हाई गराउँछ यसले। हामी यहाँ अब यहाँ यसरी राख्छौँ। कहाँको समयहरू उता फेटक्कै गर्ने पानी लाग्यो काठमाडौँमा। यहाँ चाहिँ सलाई दुईवटा यहाँ तताइन्छ। तताइसकेपछि हामी खाना खानालाई चाहिँ रेडी हुन्छौँ। अन्त गाइस यो यता फालिदिए, यसलाई यस्तो सोझो बनाइदिए। ल ल ल ल पहिला के खाने, रोटी खाने? के छ अचार रोटी? रोटी खाने टक्क। हामीसँग सेलरोटी छ। योपालि फेरि रोटी बनेन, हामी भ्याएनौँ होइन मम्मी? टक्क ल फेरि रोटी बनाउने दाइ दियो के अरे, दाइ अब दाइ आउँदाखेरि बनाउने। ल गाइस ल एउटा आएर अलिकता है। खाने हो कि मिठो हो, मिठो छ। ए यता त्यो त सानो बनायो भयो म खाना खाऊ।